हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी बजारतिर गएका थियौँ। मेरो भाइ, छोरी, म। घाम नलागेर भित्र कोठामा पनि अँध्यारो जस्तो भएछ हौ, होटेलमा पनि। साथीहरू के गर्नु। मेरो भाइ चाहिँ मलाई नदेखाउनु दिदी भन्दैछ, भिडियो बनाउनु लाज मान्छ चाहिँ त्यसले। अनि त्यही पनि मैले केही हुँदैन भनेर बनाउन पठाएको। बाहिरको चिज धेरै त खाँदैनौँ, कहिले काहीँभरि खाइहाल्छौँ बजार गएको टाइम। यस्तो मौसम खराब छ बाहिर, के भन्नु। ढुँडी लागेर मान्छे नै देखिँदैन।